यहाँहरू सबैजनामा जय मसीह। जय मसीह। परमेश्वरलाई महिमा होस्। आउनुहोस्, हामी यो समय हामी परमेश्वरको वचन हेर्न जाँदैछौँ र वचनको सेवामा यहाँहरू सबैजनालाई स्वागत छ। हालेलुया। परमेश्वरलाई महिमा होस्। आउनुहोस्, हामी हाम्रो वचनलाई सुरु गर्नुभन्दा अगाडि हामी सुरुवातको प्रार्थना गर्नेछौँ। वचनको निम्ति हामी प्रार्थना गर्नेछौँ। आउनुहोस्, हामी सूर्य झुकाउँ। महान परमेश्वर पिता, हामी प्रभु तपाईँलाई धन्यवाद दिँदछौँ। हामीलाई यो सुन्दर दिन, समय र सबै कुराहरू थपिदिनु भएको निम्ति हामी हृदयदेखि तपाईँलाई धन्यवाद दिँदछौँ। पिता, हामी प्रार्थना गर्दछौँ प्रभु, अनि विशेष आज हामी जसरी तपाईँको वचन हेर्दैछौँ पिता परमेश्वर, तपाईँको वचन बुझ्नलाई अनि परमेश्वर पिता तपाईँले समशक्ति दिनुहोस्। अनि प्रभु, तपाईँको वचन प्रस्तावनालाई पनि प्रभु तपाईँ मेरो साथमा हुनुहोस्। अनि परमेश्वर पिता, तपाईँको वचनले भन्दछ, आदिमा वचन हुनुहुन्थ्यो, वचन तपाईँसँग हुनुहुन्थ्यो अनि वचन नै तपाईँ हुनुहुन्थ्यो। त्यसरी प्रभु तपाईँको वचन अनि परमेश्वर पिता सुन्न र सुनाउनका निम्ति, त्यो अनुसार जीवन जिउनका निम्ति प्रभु तपाईँ परमेश्वर पिता तपाईँले हामीलाई सहायता गर्नुहोस्। हामी प्रार्थना गर्दछौँ प्रभु, तपाईँको अनुग्रह र तपाईँको उपस्थिति र तपाईँको हस्तक्षेपमा हामीलाई डोराउनुहोस् भनी हामी प्रार्थना गर्दछौँ। आजको वचन सेवा तपाईँ परमेश्वरमा राख्छौँ, येशू अनि प्रभुको नाममा, आमेन। हुन्छ, यहाँहरू सबैजनालाई वचनको सेवामा स्वागत भन्दछु। र आजको वचन हामी हिब्रूको पुस्तक 9 अध्यायको हामी 3 देखि 4 पदलाई हेर्नेछौँ। हिब्रूको पुस्तक 9 अध्यायको 3 देखि हामी 4 पदलाई हेर्नेछौँ। आजको विषय रहेको छ द आर्ट अफ द कभनेन्ट, यानि कि करारको सन्दुकको विषयमा आज हामी परमेश्वरको वचन हामी हेर्न जाँदैछौँ। हालेलुया। त्यसैले आउनुहोस्, हामी हिब्रू 9 अध्यायको 3 देखि 4 पदलाई आउनुहोस् हामी पाठ गरौँ। म पाठ गरिदिनेछु, तपाईँहरू सबैजनाले सुनिदिनुहोस्। 3मा यसरी लेखिएको छ, दोस्रो चाहिँ पर्दाभित्र महापवित्र स्थान भनिने कोठा थियो, जसमा सुनको धुबौरो र सुनले मोडेको करारको सन्दुक थियो। सन्दुकभित्र मन्ना राखेको सुनको भाँडो, कोपिला लागेको हारुनको लौरो र करारको शिलापाटीहरू थिए। आमेन। यो परमेश्वरको वचन हो। आज हामी हेर्न जाँदै गरेको परमेश्वरको वचन चाहिँ द आर्ट अफ द कभनेन्ट, यानि कि करारको सन्दुक है। तपाईँ कतिजनालाई थाहा छ, कतिजना थाहा छैन। अनि करारको सन्दुक भनेको चाहिँ यही नै हो। तपाईँले यो चित्रलाई मजाले हेर्नुहोस् है। यस्तो प्रकारको करारको सन्दुक छ, यसलाई सन्दुक भनिन्छ। र हामी यो के हो सबै कुराहरू एकदम विस्तृत रूपमा चाहिँ हामी हेर्नेछौँ। तपाईँले हेर्न सक्नुहुन्छ यसको कलर होइन, कस्तो प्रकारको छ बनावट, सबै कुराहरू हेर्न सक्नुहुन्छ। र आजको वचनबाट चाहिँ हामी निम्न कुराहरू हेर्न जाँदैछौँ। पहिलो कुरा चाहिँ के हो भने करारको सन्दुक भनेको चाहिँ के हो, परमेश्वरले सन्दुक बनाउन किन विशेष निर्देशन दिनुभयो, र अर्को कुरा चाहिँ किन करारको सन्दुक इजरायलीहरूको लागि महत्त्वपूर्ण छ अथवा थियो। सन्दुकका प्रत्येक भागले के कुराहरूलाई चाहिँ प्रतिनिधित्व गर्छ र यसले अर्थ राख्दछ भन्ने विषयमा पनि आज हामी हेर्न जाँदैछौँ। र आज करारको सन्दुकले हाम्रो आत्मिक जीवनलाई चाहिँ के सन्देश दिन्छ, यानि कि यो करारको सन्दुकबाट हामीले के सिक्नुपर्छ, हामी के सिक्न सक्छौँ, सो विषयमा हामी हेर्नेछौँ। करारको सन्दुकको विषयको कुरा गर्दै गर्दाखेरि हामीले यो कुरा बुझ्नुपर्ने हुन्छ। प्रस्थान 25 को 8 र 9 पदलाई हामी यो समय हेर्नेछौँ। त्यहाँनिर प्रष्ट रूपमा लेखिएको छ है। अनि यहाँनिर चाहिँ पवित्र स्थानको स्थापनाको कुरा गरिएको छ। अनि यहाँनिर 8 पदमा यसरी लेखिएको छ, म तिमीहरूका मध्यमा बस्नलाई तिनीहरूले मेरो लागि एउटा पवित्र सन्दुक बनाऊ। मैले तँलाई देखाउने नमुना बमोजिम पवित्र वासस्थान र त्यसका सबै सामानहरू तैँले बनाउनु भनेर परमेश्वरले मूसालाई भन्नुभयो। हालेलुया, हालेलुया। हामी यसरी हेरौँ, सुरुमा अदनको बगैँचामा परमेश्वर र मानिसको भेट अथवा मानिसको बास एकै ठाउँमा हुँदा थियो। जब मानिसले पाप गरे त्यसपछि मानिसलाई परमेश्वरले अदनको बगैँचाबाट बाहिर निकालिदिनु भयो। त्यसपछि परमेश्वर र मानिसको भेट एक ठाउँमा भएको थिएन अथवा बास एकै ठाउँमा भएको थिएन। अनि यहाँनिर यो घटना अथवा यो कुरा चाहिँ कसरी सुरु हुन्छ भन्दाखेरि चाहिँ इजरायलीहरू मिस्र देशबाट कनान देश जाने क्रममा उजाड स्थानको यात्रामा परमप्रभु परमेश्वरले भन्नुभयो, म तिमीहरूको मध्यमा बस्नको निम्ति तिमीहरूले चाहिँ पवित्र स्थान बनाउनु।
र मैले तँलाई देखाउने नमुना बमोजिम पवित्र वासस्थान तैँले बनाउनु भनेर परमेश्वरले मोसालाई भन्नुभयो। त्यो पवित्र स्थान भित्र अनि बनाएको मध्ये एउटा चाहिँ यो करारको सन्दुक हो र आज हामी त्यही विषयमा हामी हेर्न जाँदैछौँ। तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ, मैले यहाँनिर एउटा यो चित्र है अगाडि राखिएको छु। अनि यहाँनिर चाहिँ के छ भन्दाखेरि चाहिँ यो पवित्र वासस्थानको कुरा गर्दै गर्दाखेरि चाहिँ अब यहाँनिर पुरै बाहिर चाहिँ के छ भने 12 कुलहरूको यहाँनिर बसोबास हामी देख्छौँ र त्यसै गरी 12 कुलहरूको अझै अलिकति बिचमा चाहिँ लेवीहरू जसलाई हामी पुजारीहरू भन्न सक्छौँ है। अनि सबैभन्दा मध्य बिचमा चाहिँ यहाँनिर चाहिँ पवित्र स्थान जसलाई हामी गवाईको सन्दुक पवित्र स्थान हामी भन्छौँ होइन हो। यो सन्दुक चाहिँ यो सबै कुराहरूको बिचमा थियो। अझै अलिकति एउटा चित्र छ, हामी त्यसलाई पनि हेरौँ। यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ, यो पुरै वरिपरि पाल टाँकिएको यी सबै कुराहरू चाहिँ इजरायलीहरूको बसोबास हो भने यो बिच मध्य भागमा छ जसलाई चाहिँ हामी पवित्र स्थान भन्छौँ। यो सन्दुक करारको सन्दुक चाहिँ महापवित्र स्थानभित्र राखिएको थियो हो। यसरी यहाँनिर हामीले यो चित्र हेर्दै गर्दाखेरि परमेश्वरले दिनमा बादलको खाँबो बनी रातमा आगोको ज्वाला बनेर इजरायलीहरूलाई यसरी डोराउनु भएको अनि इजरायलीहरूको यात्रालाई परमेश्वरले सफल गर्नुभएको अथवा पार्नु भएको कुरा हामी यहाँनिर देख्छौँ। जुन कुरा हामीले भर्खरै हेऱ्यौँ त्यसको यो पवित्र स्थानको भित्री संरचनालाई चाहिँ अझै हामी राम्रोसँग हेरौँ है। हामी राम्रोसँग हेर्नेछौँ यो कुरालाई हेरौँ है। यहाँनिर चाहिँ जम्मा 3वटा महत्त्वपूर्ण ठाउँहरू छ है। पहिलो ठाउँलाई चाहिँ आउटर कोर्ट भनेर भनिन्छ है। आउटर कोर्ट भनेर भनिन्छ अनि आउटर कोर्ट भनेको चाहिँ नेपालीमा चाहिँ यसलाई बाहिरी चोक भनेर भनिन्छ है। अनि त्यसै गरी अर्को महत्त्वपूर्ण ठाउँ चाहिँ होली प्लेस जसलाई चाहिँ हामी पवित्र स्थान भनेर भन्छौँ। यहाँदेखि यहाँसम्म यो ठाउँलाई चाहिँ पवित्र स्थान भनेर हामी भन्छौँ। र त्यसै गरी अर्को यो ठाउँदेखि यो पर्दादेखि यो ठाउँलाई चाहिँ महापवित्र स्थान भनेर हामी भन्छौँ जसलाई चाहिँ हामी मस्ट होली प्लेस भनेर हामी भन्छौँ हो। आज हामी हेर्न गइरहेको कुरा चाहिँ यो महापवित्र स्थानभित्र राखिएको सन्दुक करारको सन्दुक जसलाई हामी कृपा आसन पनि भन्छौँ हो। यही विषयमा हामी परमेश्वरको वचनलाई हामी हेर्नेछौँ। हालेलुया। अर्को महत्त्वपूर्ण कुरा अझै हामी त्यो सन्दुक जुन कुरा हामीले अघि नै हेरेका थियौँ त्यसको विभिन्न पार्टहरूलाई भागहरूलाई हामी हेरौँ। पहिलो नम्बरमा हामी तल तपाईँले यहाँनिर देख्नुहुन्छ काठले बनाएको एउटा बाक्सा जस्तो है, बाकस नै भन्छौँ। तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ करारको सन्दुक भनेर। यो बोक्नलाई चाहिँ यसरी कानहरू लाएर लठीहरू खुसालेर यसरी गरिएको थियो र त्यो यो बाक्साको भित्र चाहिँ महत्त्वपूर्ण 3 चिजहरू थियो। पहिलो हारुनको कोपिला लागेको लौरो तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ। अर्को रहेको छ मन्ना राखेको सुनको भाँडो यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ र त्यसै गरी करारको शिलापाटी जसलाई हामी 10 आज्ञा भन्छौँ हो। यो 3वटा महत्त्वपूर्ण चिजहरू चाहिँ यो भित्र राखिएको थियो। र अर्को एकदम महत्त्वपूर्ण अझै एउटा पार्ट छ त्यसलाई चाहिँ हामी कृपा आसन भन्छौँ है। कृपा आसनलाई चाहिँ हामी अर्को शब्दमा ढकनहरू भनेर पनि हामी भन्छौँ। यसमा कृपा आसनमाथि 2 करूबहरू पनि छ है, यो स्वर्गदूतहरूको अनि स्याम्पल यहाँदेखि 2 करूबहरू पनि छ। र यी सबै भागहरूले के कुराको प्रतिनिधित्व गर्छ, यसले के अर्थ राख्छ र हामीले के सिक्नुपर्छ भनेर आज हामी परमेश्वरको वचनबाट हामी हेर्नेछौँ। ओके, अब 2 नम्बरमा हामी के कुरा सिक्छौँ भने सन्दुकको निर्माण, द कन्स्ट्रक्सन अफ द आर्क है त। यो सन्दुकको निर्माण कसरी भएको थियो भन्ने कुरा हामी अलिकति विस्तृत रूपमा हामी हेर्नेछौँ। प्रस्थानको पुस्तक 25 को हामी 10 र 11 पदलाई हामी सँगै पढ्नेछौँ। प्रस्थान 25 को 10 र 11 पदलाई हामी सँगै पाठ गर्नेछौँ। तपाईँले पल्टाउन सक्नुहुन्छ, मैले यहाँनिर खोजिसकेको छु। यहाँनिर यसरी लेखेको छ प्रस्थान 25 को 10 र 11 मा है त। ध्यान दिएर सुनिदिनुहोस्। तिनीहरूले बबुल काठको एउटा सन्दुक बनाउन्, त्यसको लम्बाइ 2 हात आधा, चौडाइ 1 हात आधा र उचाइ 1 हात आधाको होस्। तैँले त्यसलाई निकोर सुनले मोहोर्नु, भित्र बाहिर तैँले त्यसलाई मोहोर्नु, त्यसको चारैतिर सुनको भिड बनाउनु। आमेन, हालेलुया। यो परमेश्वरको वचन हो। परमेश्वरको वचनले हामीलाई यसरी भन्दछ है, करारको सन्दुकको निर्माण चाहिँ कसरी भएको थियो, इजरायलीहरूले कसरी निर्माण गरेको थियो, हामी यसो कुरालाई हेरौँ। यो सन्दुक चाहिँ एउटा काठबाट बनेको बाकस हो है, जुन परमेश्वरले दिनुभएको निश्चित नाप
र डिजाइन अनुसार इजरायलीहरूले बनाएका थिए। उचाडी स्थानमा पाइने काठ चाहिँ यो सन्दुकको काठ हो, किनभने उचाडी स्थानमा यात्रा गर्दै गर्दाखेरि अरू काठहरू चाहिँ पाइँदैन थियो, यो बबल काठ पाइन्थ्यो। यही बबल काठबाट इजरायलीहरूले सन्दुक यानि कि पवित्र स्थानभित्र चाहिने सबै कुराहरूको चिजहरूको निर्माण गरेको हामी पाउँदछौँ। अनि यसको लम्बाइको कुरा गर्दै गर्दाखेरि अघि हामीले सन्दुकको चित्र हेऱ्यौँ, त्यसको लम्बाइको कुरा गर्दै गर्दाखेरि चाहिँ त्यसको नापहरू लम्बाइ चाहिँ 2.5 हात, चौडाइ 1.5 हात र उचाइ पनि 1.5 हात हामी देख्छौँ। अघि हामीले हेर्दै गर्दाखेरि यो सन्दुकको सबै भागहरू हामी कस्तो कलरको देख्छौँ? सबैजनाले भन्नुहोस् त के छ? सुन कलरको, पुरै पहेँलो छ है। हो, यो सबै अनि यो सन्दुकलाई चाहिँ पुरै सुनको जलपले लेपेको छ अथवा सुनको जलप लागेको छ र हामी पहेँलो सुन जस्तै हामी देख्छौँ। त्यो कारणले गर्दा बबुल काठले, जुन काठ यो सन्दुक बनाउन निर्माण गर्नका निम्ति प्रयोग भएको थियो, यसले चाहिँ येशू ख्रीष्टको मानवतालाई जनाउँछ, पहिलो कुरा। र दोस्रो कुरा चाहिँ सुनले मोडेको छ, चारैतिर सुनको जवाब लागेको छ। यो सुनले चाहिँ येशू ख्रीष्टको ईश्वरीयतालाई जनाउँदछ, किनभने सुन कहिले पनि के हुँदैन हजुर? परिवर्तन हुँदैन। अनि हिब्रूको पुस्तक 13:8ले पनि त्यही भन्दछ, येशू ख्रीष्ट हिजो आज सदा सर्वदा एक समान हुनुहुन्छ। हालेलुया। जसरी सुन कहिले पनि परिवर्तन हुँदैन, येशू ख्रीष्ट पनि कहिले पनि उहाँ परिवर्तन हुनुहुन्न। उहाँ एकै नासको परमेश्वर हुनुहुन्छ। उहाँ हिजो जस्तो आज पनि त्यस्तै, भोलि पनि त्यस्तै हुनुहुनेछ। एक समानका हाम्रो परमेश्वर येशू ख्रीष्ट हुनुहुन्छ। र हामीले यो दुईवटा कुराले हेऱ्यौँ। पहिलो कुरा चाहिँ सुन, यो बबुल काठले चाहिँ येशू ख्रीष्टको मानवतालाई जनाउँछ, र दोस्रो कुरा चाहिँ सुनले चाहिँ येशू ख्रीष्टको ईश्वरीयतालाई जनाउँछ भन्ने कुरा हामीले हेऱ्यौँ। अब यहाँबाट हामीले सिक्नुपर्ने आत्मिक कुरा के हो भन्दाखेरि, आत्मिक पहिलो कुरा चाहिँ परमेश्वरको आफ्नो कामका लागि स्पष्ट निर्देशन दिनुहुन्छ। हालेलुया। उहाँको राज्य विस्तारका निम्ति आफ्ना मानिसहरूलाई यो गर्नु, यस्तो गर्नु, त्यस्तो गर्नु भनेर परमेश्वरले स्पष्ट एकदम क्लियर निर्देशन उहाँले दिनुहुन्छ। दोस्रो नम्बरमा हामीले के सिक्नुपर्छ भन्दाखेरि चाहिँ यो सन्दुकको निर्माणबाट चाहिँ परमेश्वरले बाहिरी व्यवहार मात्र होइन, भित्री हृदय पनि हेर्नुहुन्छ। हालेलुया। अघि हामीले यो सन्दुकलाई हेर्दै गर्दाखेरि यो भागको अनि बाहिर मात्रै सुनले लेपे हुन्थ्यो होइन, बाहिर मात्रै सुनले पुरै त्यो जलप लाए हुन्थ्यो, पहेँलो बनाए हुन्थ्यो। तर भित्र चाहिँ किन लाउनु पर्ने त भन्दाखेरि चाहिँ परमेश्वरले बाहिर मात्रै होइन, आज हाम्रो भित्री हृदयलाई पनि हेर्नुहुन्छ। हालेलुया। त्यो कारणले गर्दा यो सुनको जलप चाहिँ पुरै भित्र पनि लागेको हामी देख्दछौँ। त्यसैले प्रिय मित्रहरू, उदाहरणको लागि नोआले जहाज बनायो। नोआले त्यो समयमा जहाज बनायो। उनले बनाउँदै गर्दाखेरि कति मानिसहरू हाँसेको छ, ठट्टा गरेको छ, ए नोआ त बाउला भनेर भनेको छ। तर वास्तविक कुरा चाहिँ परमेश्वरबाट उनले निर्देशन पाएको थियो र परमेश्वरले दिनुभएको निर्देशन अनुसार उनले जहाज बनाएको थियो। जलप्रलय भयो, त्यसपछि सबैजना डुबेर मरेको छ, ए नोआको परिवार र परमेश्वरले भन्नुभए अनुसार है। अनि तोकिएको जीवजन्तुहरू भनौँ न जोडी जोडी त्यो जहाजभित्र आएको छ, अनि उनीहरू मात्रै बाँच्न सफल भएको छ। त्यो कारणले गर्दा प्रिय मित्रहरू, परमेश्वरले आफ्नो कामको निम्ति चाहिँ ठिक निर्देशन दिनुहुन्छ। पुरानो करारमा जुन सन्दुक हामी देख्छौँ, भर्खरै हामीले हेऱ्यौँ, जुन सन्दुक हामी देख्छौँ एउटा काठको बाकस मात्र थिएन, तर यो परमेश्वरको उपस्थिति, पहिलो कुरा परमेश्वरको उपस्थिति, शक्ति, पवित्रता र उहाँको करारको चिन्ह थियो। हालेलुया। हामी सबैजनाले भनौँ, मेरो पछि पछि भन्नुहोस् है त, करारको सन्दुक, करारको सन्दुक, परमेश्वरको उपस्थिति, शक्ति, पवित्रता, उहाँको करारको चिन्ह थियो। आउनुहोस् हामी तेस्रो नम्बरमा अर्को कुरा हामी हेर्नेछौँ। परमेश्वरको उपस्थितिको प्रतीक थियो कि सन्दुक। सन्दुक चाहिँ परमेश्वरको उपस्थितिको प्रतीक थियो। हामी प्रस्थानको पुस्तक 25:22 पदलाई हामी हेर्नेछौँ। प्रस्थान 25:22मा बाइबलमा यसरी लेखिएको छ है, म पढिदिनेछु। त्यही म तसँग भेट गर्नेछु अनि कृपा आसनमाथि गवाई पार्टीको सन्दुकमाथि हुने ती करूबहरूका बीचबाट इजरायलीहरूको निम्ति सबै आज्ञाहरू म तँलाई दिनेछु। हालेलुया। हालेलुया। हो, त्यो गवाई जुन कुरा अघि हामीले हेऱ्यौँ,
यो कृपा आसन यो बीचबाट म तँसित बोल्नेछु भनेर परमेश्वरले मूसालाई भन्नुभएको छ है। यो कुरा हामीले यहाँनिर देख्छौँ। त्यसैले प्रेमित्रहरू परमेश्वर करुबहरूको बीचबाट उहाँ आफ्ना मानिसहरूसँग बोल्नुहुन्थ्यो। सन्तुक इजरायलीहरूको बीचमा परमेश्वरको उपस्थितिको एउटा चिन्ह थियो है। त्यो कारणले गर्दा हामीले आत्मिक कुरा चाहिँ यो कुरा सिक्नुपर्छ, परमेश्वर आफ्नो जनहरूसँग रहन चाहनुहुन्छ। हालेलुया। जसरी अदनको बगैँचामा परमेश्वर अदनको बगैँचामा आदम र हव्वासँग रहनुभयो, बस्नुभयो, मिठो भेटघाट सङ्गति थियो है, सबै कुराहरू असल थियो। त्यसरी नै आज परमेश्वर तपाईँ र मसँग पनि बस्न अथवा रहन चाहनुहुन्छ। हालेलुया। एकैसाथ उहाँ रहन चाहनुहुन्छ। त्यसैले आज पवित्र आत्माद्वारा परमेश्वर हामी भित्र बास गर्नुहुन्छ। हामीले यो कुरा सिक्नुपर्छ है। आज परमेश्वरलाई हामीले देख्दैनौँ होइन। अनि त्यो समयमा परमेश्वरको उपस्थिति यो गवाईको सन्दुक अनि यो कृपा आसनमाथि थियो। तर आज परमेश्वरको प्रेजेन्स यानि कि पवित्र आत्मा चाहिँ तपाईँ र म भित्र बास गर्नुहुन्छ। हालेलुया। र अर्को कुरा हामी हेर्नेछौँ, यो सन्दुकलाई चाहिँ विशेष गरेर पुजारीहरूले एक ठाउँबाट अर्को ठाउँमा जानको निम्ति चाहिँ यसरी उनीहरूले चाहिँ बोक्ने गर्थे। तोकिएको व्यक्तिहरूले मात्र, यदि अरू व्यक्तिहरूले छोएमा ती व्यक्तिहरू चाहिँ मर्थ्यो। त्यो कारणले गर्दा तोकिएको व्यक्तिहरूले चाहिँ सन्दुकलाई बोक्दथ्यो। आउनुहोस् अब हामी हेरौँ, उनीहरूले सन्दुक बनायो होइन, सन्दुक बनायो, तर त्यो सन्दुक समय समयमा हराएको छ। अब कसरी हरायो ती इतिहासलाई पनि हामी हेर्नेछौँ। मैले यहाँनिर चित्र राखिदिएको छु। यो चित्रमा विभिन्न घटनाहरू छ, डेटहरू छ है, टाइमहरू छ, कुन कुन समयमा के भयो भन्ने कुरा यहाँनिर मैले राखेको छु। अब हामी यसलाई अझै हामी विस्तृत रूपमा हेरौँ। 4 नम्बरमा करारको सन्दुक हराएको इतिहास। पहिलो 1445 ईसा पूर्वमा मूसाले बनाएको पवित्र स्थानमा सन्दुक राखिएको छ अथवा उनीहरूले सन्दुकको निर्माण गरेको छ। 1102 ईसा पूर्वमा एफेकको युद्ध यानि कि फलिस्तीहरू र इजरायलीहरू बीचमा त्यहाँनिर युद्ध भयो। यो युद्धमा चाहिँ के भयो भन्दाखेरि चाहिँ इजरायलीहरूको हार भयो अनि फलिस्तीहरूले जिते। त्यसपछि इजरायलीहरूको यो पवित्र सन्दुकलाई फलिस्तीहरूले कब्जा गर्यो है, त्यो कुरा हामी देख्छौँ। अनि यहाँनिर कब्जा गरिसकेपछि जब त्यो फलिस्तीहरूले यो करारको सन्दुकलाई खोलेर हेरे, त्यसपछि उनीहरूले जब हेरे त्यहाँनिर चाहिँ धेरै मानिसहरू मरेको छ। किनकि अघि हामीले हेऱ्यौँ तोकिएको व्यक्तिहरूले मात्रै सन्दुकलाई छुन पाउँथ्यो, हेर्न पाउँथ्यो, बोक्नु पर्थ्यो। तर अशुद्ध मानिसहरूले, पापी मानिसहरूले छोएको खण्डमा चाहिँ त्यो मानिसहरू चाहिँ मर्थ्यो। यति शक्तिशाली थियो है सन्दुक। त्यो कारणले गर्दा अब यो 1102 ईसा पूर्वमा इजरायलीहरूको सन्दुक कब्जा गरियो। अब कब्जा गरिसकेपछि अब फलिस्तीहरूको लागि यो सन्दुक एकदम खतरनाक भयो। त्यसपछि के भयो भन्दाखेरि चाहिँ 1002 ईसा पूर्वमा, यहाँनिर हेर्नुहोस्, 1002 ईसा पूर्वमा दाउदको सहरमा सन्दुक फिर्ता ल्यायो अथवा गरियो है, फलिस्तीहरूले पठाइदिएको छ। त्यो कुरा हामी देख्छौँ। त्यो कारणले गर्दा दाउदको सहरमा जब यो सन्दुक ल्याइँदैछ भन्ने कुरा दाउद राजाले थाहा पाए, दाउद राजा एकदम खुसी भएर मग्न भएर परमेश्वरलाई आराधना गरेको छ। हालेलुया। उनी खुसी भएको छ किनभने जुन जुन ठाउँमा, जुन जुन गाउँमा, जुन जुन घरमा सन्दुक पुग्थ्यो त्यो घर ठाउँहरूमा परमेश्वरले अनगिन्ती आशिषहरू दिनुहुन्थ्यो। हालेलुया। त्यो कारणले गर्दा दाउद राजाले यो कुरा थाहा पाउने बित्तिकै उनी आफ्नो सहरको गल्ली गल्लीमा हिँडेर दौडेर परमेश्वरको आराधना गरेको छ। अनि त्यही समयमा उनले लाएको कट्टु पनि फुत्किएको छ है, मग्न भएर। अनि देख्ने मानिसहरूले भन्दै थिए, ओहो राजा जस्तो मान्छे किन यस्तो गल्लीहरूमा नाच्दै हिँडेको, बगला जसरी हिँडेको भनेर भन्दै थिए। तर उनी चाहिँ परमेश्वरमा मग्न भएर परमेश्वरको आराधना गर्दै थियो। हालेलुया। उनी खुसी भएर परमेश्वरलाई धन्यवाद दिँदै प्रशंसा आराधना गर्दै थियो। तर अब यहाँनिर के भयो भन्दाखेरि चाहिँ 959 ईसा पूर्वमा सोलोमनको मन्दिरमा, सोलोमनले परमेश्वरको निम्ति त्यहाँनिर ठाउँ बनाए, मन्दिर बनाएको छ। त्यो मन्दिरमा चाहिँ मन्दिरको चाहिँ महापवित्र स्थानमा सन्दुकलाई राखिन्छ। मैले यहाँनिर बाइबल खण्डहरू पनि राखिदिएको छु। अब यहाँनिर चाहिँ सन्दुक राखिन्छ सोलोमनको मन्दिरमा। तर के हुन्छ भन्दाखेरि चाहिँ 586 ईसा पूर्वमा बेबिलोनीहरूद्वारा इजरायलीहरूलाई त्यहाँनिर चाहिँ आक्रमण गर्छ। परमेश्वरले
अनि इजरायलीहरूलाई बेबिलोनहरू कहाँ निर्वासन हुन जान दिनुहुन्छ। किन भन्दाखेरि त्यो समयमा इजरायलीहरूले त्यो प्रतिज्ञाको भूमिमा परमेश्वरको वचन अनुसार र आज्ञा अनुसार जीवन नजिएको कारणले गर्दा उनीहरूलाई 70 वर्ष कैदमा यानि कि निर्वासनमा रहन दिनुभएको छ है। अब त्यसपछि 516 ईसा पूर्वमा के हुन्छ भन्दाखेरि उनीहरू फर्केर आइसकेपछि यरुबाबेल भन्ने व्यक्तिले मन्दिर निर्माण गर्छ। सोलोमन राजाले बनाएको मन्दिरलाई फेरि पुनर्निर्माण गर्छ। त्यो समयमा यहाँनिर सन्दुक हराएको छ। किन भन्दाखेरि यो बेबिलोनहरूले आक्रमण गर्दाखेरि मन्दिरको सबै धनहरू एकदम बहुमूल्य चिजहरू सबै आफ्नो देशमा सोरेर लगेको छ। मानिसलाई पनि बाँकी राखेको छैन। धन सम्पत्ति जनधन सबै कुराहरू उनीहरूले लगेको हामी देख्दछौँ। र त्यसै गरी 20 ईस्वी सम्वत 20 मा पनि हेरोदको मन्दिरमा पनि सन्दुक हराएको हामी देख्छौँ। हेरोदले मन्दिर बनाएको छ, त्यहाँनिर पनि यो सन्दुक हराएको हामी देख्छौँ। र रोमी अतिक्रमण यो समयमा पनि यो सन्दुक हराएको हामी देख्छौँ है। अनि अर्को कुरा हामी के देख्छौँ भन्दाखेरि चाहिँ तर यो करारको सन्दुक हरायो, तर 81 कहाँ देखा पर्छ भन्दाखेरि प्रकाश 11 अध्यायको 19 पदमा यहाँनिर करारको सन्दुक चाहिँ फेरि पुनः देखा पर्छ। स्वर्गमा मन्दिरमा चाहिँ देखा पर्छ। हालेलुया हालेलुया। आउनुहोस् अब हामी अझै अलिकति विस्तृत रूपमा हेर्नेछौँ। अघि हामीले हेर्दै थियौँ यो करारको सन्दुक हो। यो करारको सन्दुकभित्र चाहिँ हारुनको लौरो, 10 आज्ञा, मन्नको भाँडो हामी देख्छौँ। हो यो 3वटा चिजहरू हामी हेर्न जाँदैछौँ। अब यो चिजहरूले के कुराको सङ्केत गर्छ, के अर्थ राख्दछ भन्ने विषयमा हामी हेर्नेछौँ। हालेलुया। जसमा लाग्छ यहाँहरूले एकदम मजाले सुनिराख्नु भएको छ र परमेश्वरको वचन सिक्दै हुनुहुन्छ। पहिलो नम्बरमा हामी हेर्नेछौँ त्यो करारको सन्दुकभित्र राखेको महत्त्वपूर्ण 3 चिजहरूमध्ये पहिलो कुरा चाहिँ हामी मन्ना राखेको भाँडो, द पोट अफ मन्ना। हामी प्रस्थानको पुस्तक 16 को 31 देखि हामी 33 लाई हामी पाठ गर्नेछौँ। प्रस्थान 16 अध्याय। प्रस्थान 16 को हामी 31 देखि 33 पदलाई ल म यहाँहरूको निम्ति पढिदिनेछु। बाइबलमा यसरी लेखेको छ, इजरायलीहरूले त्यस रोटीको नाउँ मन्ना राखे। त्यो धनिया जस्तो सेतो थियो। त्यसको स्वाद चाहिँ महमा बनाएको बाबर जस्तो थियो। मोसाले भने, परमप्रभुले यो आज्ञा गर्नुभएको छ, जुन भोजन तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउँदा उजाड स्थानमा तिमीहरूलाई खुवाएका थिए, आउने पुस्ताहरूले त्यो देखुन् भनेर त्यसबाट 1 उमर पुस्तौं पुस्तसम्म राख। आमेन हालेलुया। इजरायलीहरूको यात्रा है, त्यो 40 वर्षको यात्रालाई, उजाड स्थानको यात्रालाई हामीले सम्झिनु पर्ने हुन्छ। यो मन्नाको कुरा चाहिँ त्यो कुरासँग जोडिन्छ है। अनि एउटा सम्झनाको रूपमा त्यो 6औं दिनमा सङ्कलन गरेको मन्ना 1 उमेर चाहिँ परमेश्वरको वेदीमा पुस्तसम्म भावी समयका पुस्ताहरूका लागि अनि देखाउनका निम्ति है, यो कुरा चाहिँ यस्तो भनेर सिकाउनका निम्ति अनि बुझाउनका निम्ति चाहिँ 1 उमेर चाहिँ त्यो मन्ना, जुन मन्ना उनीहरूले उजाड स्थानको यात्रामा खाए, त्यो चाहिँ सुनको भाँडामा राखेर त्यो अनि सन्दुकको बाकसभित्र उनीहरूले राखेको थियो। अब यहाँनिर कुरा के हुन्छ भन्दाखेरि चाहिँ इजरायलीहरूको यात्रा मिश्र देशदेखि कनान देशसम्म 40 दिनको यात्रा थियो। तर लाग्यो कति वर्ष? 40 वर्ष। 40 दिनको यात्रा 40 वर्ष लाग्यो। यो चाहिँ उनीहरूको निम्ति एउटा तालिम थियो। उनीहरू अविश्वासी भएको कारणले गर्दा, गनगन गरेको कारणले गर्दा, परमेश्वरलाई विश्वास गरेको कारणले गर्दा, आफ्नो अगुवाले भनेको नमानेको कारणले गर्दा परमेश्वरले उनीहरूलाई उजाड स्थानको यात्रामा आउँदै गर्दाखेरि तालिम दिनुभयो। उनीहरू विश्वासमा बलियो थिएन, दरिलो थिएन। त्यो कारणले गर्दा परमेश्वरले सिकाउँदै ल्याउनु भयो है। ठाउँमा आउँदाखेरि गनगन गरेको छ। जब उनीहरूले मिश्र देशबाट बोकेर लिएर आएको खानेकुरा उनीहरूको सिद्धियो, त्यसपछि मोसा र हारुन है अगुवाहरूसँग गनगन गरेको छ, के तपाईँले हामीलाई यो उजाड स्थानमा मर्नका निम्ति, मार्नका निम्ति ल्याउनु भएको हो भनेर क्वेसन गरेको छ। तर उनीहरूले यसरी पनि भनेको छ, हामी त मिश्र देशमा हुँदाखेरि मासुको कराई वरिपरि बसेर हामी खान्थ्यौँ, हामीलाई भोजन दिनुहोस् भनेर उनीहरूले गनगन गर्न थालेको छ। तर परमेश्वरले उनीहरूलाई भोकै राख्नु भएन, स्वर्गबाट मन्ना बसाउनु भएको छ। हालेलुया। खुवाउनु भएको छ।
उनीहरू कहिले पनि भोकै भएन, उनीहरू प्यासी भएन। परमेश्वरले पानी जुटाउनु भएको छ है, चट्टानबाट पानी निकालेर दिनुभएको छ, अनि स्वर्गबाट मन्ना बसाउनु भएको छ, परमेश्वरले खुवाउनु भएको छ। हालेलुया। तरै पनि उनीहरू यति लोभी थियो है, पर जब परमेश्वरले मन्ना बसाउनु भयो नि त्यसपछि उनीहरू लोभी गरेर है तपाईँले भन्दा मैले व्रत सङ्कलन गर्न पाए हुन्थ्यो भनेर उनीहरूले चाहिँ लोभी गरेर त्यसरी गर्थे। तर त्यो मन्ना चाहिँ के हुन्थ्यो थाहा छ? मन्ना चाहिँ एक दिन पछि चाहिँ कुहिन्थ्यो, त्यसपछि परमेश्वरले दिनदिनै चाहिँ मन्ना बसाउनु हुन्थ्यो। तर यो मन्नाको भाँडोमा राखिएको मन्ना चाहिँ 6औं दिनमा सङ्कलन गरेको मन्ना राखिएको थियो एउटा सम्झनाको रूपमा। त्यसैले प्रिय मित्रहरू, परमेश्वरले उजाड स्थानको यात्रामा इजरायलीहरूलाई 7औं पाल टाँकिएको ठाउँमा उनीहरूले 42 चोटि चाहिँ उनीहरूले पाल सारेको छ अथवा पाल टाँकिएको छ। 42 मिस्रबाट हिँडेको अनि मिस्रबाट हिँडेको त्यहाँनिर चाहिँ अनि कनान देश नपुगुन्जेलसम्म चाहिँ उनीहरूले 42 ठाउँमा पाल त्यहाँनिर टाँकेको छ। त्यसपछि उनीहरू अनि कनानको भूमिमा पुगेको छ। जब उनीहरू कनानको त्यो भूमिमा पुगे, जब उनीहरूले त्यो कनानको भूमिमा टेकेर त्यहाँको अन्न खाए, त्यसपछि चाहिँ मन्ना बर्सिन रोकिएको छ है। यो 7औं पाल टाँकिएको ठाउँमा चाहिँ मन्नाको बर्सात भएको हामी देख्दछौँ। त्यसैले प्रिय मित्रहरू, मन्ना केवल खानेकुरा मात्र थिएन है, खाना मात्र थिएन, यो परमेश्वरको प्रेम, हेरचाह र विश्वसनीयताको एउटा चिन्ह पनि थियो। हालेलुया, हालेलुया। अब यो मन्नाले चाहिँ के को प्रतिनिधित्व गर्छ भन्दाखेरि चाहिँ मन्ना ख्रिस्टको प्रतीक हो, जसलाई हामी भन्न सक्छौँ मन्ना रिप्रेजेन्ट्स अ क्राइस्ट। मन्नाले चाहिँ येशू ख्रिस्टलाई प्रतिनिधित्व गर्दछ। हामी यूहन्ना 6:35 हेर्यौँ भने त्यहाँनिर यसरी लेखेको छ, येशू ख्रिस्टले भन्नुभयो जीवनको रोटी म नै हो। हालेलुया। येशूले के भन्नुभयो? हजुर, जीवनको रोटी म नै हो। यो रोटी खाने चाहिँ कहिले पनि भोकाउने छैन। हालेलुया, भोकाउने छैन भनेर भन्नुभएको छ। अनि जब हामी यूहन्ना 6:51 हेर्छौँ त्यहाँ पनि लेखिएको छ, स्वर्गबाट ओर्ली आएको जिउँदो रोटी म नै हो, जसले यो रोटी खान्छ त्यो व्यक्ति सधैँको निम्ति जीवित रहनेछ। हालेलुया। उजाड स्थानको यात्रामा इजरायलीहरूले मन्ना खाएर उनीहरू बाँचे। तर नयाँ करारमा चाहिँ हामी ख्रिस्टको शरीरको रूपमा सधैँ हामी प्रभु होसमा चाहिँ हामी दाखरस र रोटी हामी लिने गर्छौँ। अनि जुन दाखरस यानि कि रोटीले चाहिँ येशू ख्रिस्टको शरीरको प्रतिनिधित्व गर्दछ। हालेलुया। त्यसैले प्रिय मित्रहरू, मन्नाले शारीरिक भोक मेटायो, येशूले हाम्रो आत्मिक भोक मेटाउनुहुन्छ। हालेलुया। हो, त्यसैले प्रिय मित्रहरू, मन्ना चाहिँ अस्थायी थियो। जब उनीहरू कनानको भूमिमा पुगे, त्यहाँको अन्न खाए, त्यसपछि मन्ना रोकिएको छ है, मन्ना बर्सन रोकिएको छ। र यसले चाहिँ हामीले के थाहा पाउनुपर्छ भनेदेखि मन्ना चाहिँ स्थायी थियो, तर ख्रिस्टले चाहिँ हामीलाई अनन्त जीवन दिनुहुन्छ। हालेलुया। जसले उहाँको शरीर त्यो रोटीलाई खान्छ त्यो व्यक्ति चाहिँ सधैँ जीवित रहनेछ, त्यो व्यक्तिले चाहिँ जीवन पाउनेछ भनेर भनेको छ। जसरी इजरायलीहरू दैनिक मन्नामा निर्भर थिए, त्यसरी नै हामी पनि प्रत्येक दिन परमेश्वर र उहाँको वचनमा निर्भर रहनुपर्छ। हालेलुया। परमेश्वरको वचनमा हामी निर्भर रहनुपर्छ। त्यसैले प्रिय मित्रहरू, अब हामी अर्को कुरा, अघिको सन्दुकभित्र राखेको दोस्रो महत्त्वपूर्ण कुरा के हो? यो के हो? करारको शिलापाटी, ढुङ्गाको शिलापाटी। जुन कुरा हामी सिनाई पर्वतमा परमेश्वरले मूसालाई दिनुभएको थियो, 10 आज्ञा है। हामी हेर्नेछौँ, अहिले हामी 10 आज्ञाको बारेमा हेर्दैछौँ। परमेश्वरले यो माउन्ट सिनाई यानि कि यो सिनाई पर्वतमा परमेश्वरले मूसालाई 10 आज्ञा दिनुभएको थियो। जब उनीहरू मिस्र देशबाट हिँडेर यो सिनाई यो ठाउँमा आइपुगे, 40 दिन 40 रात मूसा माथि रहँदाखेरि परमेश्वरले मूसालाई 10 आज्ञा दिनुभएको छ। अब अझै अलि हामी प्रष्ट रूपमा हेरौँ। अब यो चाहिँ के हो? लाल समुद्र हो। उनीहरू यो यहाँनिर मिस्र देश छ, यो ठाउँबाट उनीहरू हिँडेर विभिन्न ठाउँहरू पार गर्दै आउँदाखेरि ठ्याक्कै यो सिनाई पर्वत भन्ने छ है। यो सिनाई पर्वत हो, यही ठाउँमा परमप्रभु परमेश्वरले मूसालाई के दिनुभयो? हजुर, 10 आज्ञा दिनुभयो। हो, यो 10 आज्ञा पनि करारको सन्दुकभित्र राखिएको थियो। त्यसो भने यो 10 आज्ञाले हामीलाई के सिकाउँछ भन्ने कुरा पनि हेरौँ। यहाँनिर 1 देखि 10 नम्बरसम्मको आज्ञाहरू छ। यो चाहिँ एकदम महत्त्वपूर्ण आज्ञाहरू हो, जुन आज्ञा चाहिँ इजरायलीहरूले पालन गर्नुपर्ने थियो। र
1 नम्बरदेखि 4 नम्बरको आज्ञाले हामीलाई के सिकाउँछ भने परमेश्वरलाई के गर्नु, प्रेम गर्नु भन्ने कुरा सिकाउँछ। हो, यहाँनिर चाहिँ बुझ्दाखेरि चाहिँ परमेश्वर र मानिस बीचको सम्बन्ध 1 देखि 4 नम्बरको आज्ञाले गरिएको छ। परमेश्वरलाई प्रेम गर्नु भनेर 1 देखि 4 नम्बरको आज्ञाले हामीलाई सिकाउँछ भनेदेखि अब 6औं आज्ञादेखि 10औं नम्बरको आज्ञाले चाहिँ के गर्नु हजुर, आफ्नो छिमेकीलाई के गर, आफैलाई जस्तै प्रेम गर। हो, यहाँनिर चाहिँ यी सबै आज्ञाहरूले मानिस र मानिस बीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा सिकाएको छ, जुन कुरा यीशु ख्रीष्टले मत्तीको पुस्तकमा पनि भन्नुभयो है। 22 अध्यायको मत्ती 22को 37 देखि 39 मा पनि त्यही कुरा लेखेको छ। 10 आज्ञाहरूले हामीलाई 2 मुख्य विषयहरूमा सम्बन्धबारे सिकाउँछ। पहिलो नम्बरमा परमेश्वरसँग सही सम्बन्ध राख्न पहिलो 4 आज्ञाले है। दोस्रो नम्बरमा परमेश्वरसँग सही सम्बन्ध के अरे मानिसहरूसँग सही सम्बन्ध राख्न बाँकी 6 आज्ञाहरूले हामीलाई यही कुरा सिकाउँदछ। अब हामीले यो कुरा बुझ्नुपर्छ, 10 आज्ञाको मुख्य उद्देश्य नियम पालन मात्र होइन, आज्ञा पालन मात्र होइन, परमेश्वर प्रतिको प्रेम र मानिसहरू प्रतिको प्रेमलाई जीवनमा व्यावहारिक रूपमा देखाउनु हो। हालेलुया, हालेलुया। आउनुहोस्, अझै हामी एउटा पदलाई हामी पढ्नेछौँ। गवाईको 2 शिलापाठीहरू प्रस्थान 32 को 15 मा लेखिएको छ। तपाईले पढिदिनुहोस् त यो पदलाई सबैजनाले। 1 2 3। अनि मोसा फर्केर आफ्नो हातमा गवाईका 2 शिलापाठी लिएर पर्वतबाट ओर्ले जुन शिलापाठी हामी देख्छौँ यो शिलापाठीको चाहिँ अगाडि र पछाडि दुवैतिर चाहिँ चारैतिर लेखिएको थियो भनेर यो पदले हामीलाई भन्दछ। हो, गवाईका ढुङ्गाको 2 शिलापाठीहरूको विषयमा व्यवस्थाको पुस्तकमा पनि त्यो कुरा लेखेको छ। यसमा परमेश्वरको गवाई, परमेश्वरको वचन खोपिएको थियो। परमेश्वरले यो 10 आज्ञा दिनुभयो। अब यसको उद्देश्य के हो अझै हामी हेर्नेछौँ। एर्मियाको पुस्तक 31:33 ले भन्दछ, परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इजरायलीहरूको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा म मेरो व्यवस्था राखिदिनेछु र तिनीहरूको हृदयमा त्यो लेखिदिनेछु र म तिनीहरूको परमेश्वर हुनेछु र तिनीहरू चाहिँ मेरा मानिसहरू हुनेछन्। हालेलुया, हालेलुया। हो, आज हामीले यो कुरा सिक्नुपर्छ, परमेश्वरको वचन हाम्रो हृदयमा खोपिएको र लेखिएको हुनुपर्छ। हालेलुया। अनि मात्र यसले जीवन परिवर्तन गर्न सक्छ। उदाहरणको लागि भर्खरै हामीले हेरौँ त्यो लेखिएको खोपिएको ढुङ्गाको शिलापाठीको विषयमा। ढुङ्गामा खोपिएको कुराहरू, लेखिएको कुराहरू मेटाउन सकिँदैन। अब परमेश्वरले भन्दै हुनुहुन्छ, अब त्यो ढुङ्गाको शिलापाठीमा होइन, अब म मेरो वचन मानिसहरू आफ्नो जनहरूको हृदयमा म लेखिदिनेछु। हालेलुया। यसले चाहिँ उनीहरूको जीवन परिवर्तन हुनेछ भन्ने कुरा लेखेको छ। त्यसैले मानिसहरूको हृदयमा परमेश्वरको वचन खोपिनेछ भनेर भनेको छ र यसले चाहिँ मानिसहरूको जीवन परिवर्तन हुनेछ भनेर भनेको छ। अर्को हामी एउटा पदलाई हेरौँ, 2 कोरिन्थी 3:2 र 3 पदलाई हामी हेर्नेछौँ। यहाँनिर चाहिँ लेखेको छ, तिमीहरू नै हाम्रा सिफारिस पत्र हौ जो हाम्रा मानिसहरूले, सबै मानिसहरूले चिन्न र पढ्न सक्ने गरी तिमीहरूको हृदयमा लेखिएको छ। तिमीहरूले नै देखाउँछौ कि तिमीहरू ख्रीष्टका पत्र हौ, अर्थात् परमेश्वरको आत्माले अर्थात् हाम्रो सेवाको फल जुन पत्र मसीले होइन तर जीवित परमेश्वरको आत्माले लेखिएको ढुङ्गाको पाटीमा होइन तर मासुका हृदयका पाटीमा। हालेलुया। प्रिय मित्रहरू, हामीले यो कुरा किन बुझ्नुपर्छ भन्दाखेरि चाहिँ अबका मानिसहरूले, अक्रिस्चियनहरूले, परमेश्वरलाई विश्वास नगर्ने मानिसहरूले अब बाइबल पढ्ने छैन। यदि उनीहरूले बाइबल भेट्यो, बाइबल पायो भनेदेखि उनीहरूले यो बाइबललाई के गर्नेछ, कि त च्यात्नेछ, कि त फाल्नेछ, कि त थुक्नेछ, कि त भुर्याउनेछ है, हेला गर्नेछ बाइबललाई। तर उनीहरूले चाहिँ हामी विश्वासीहरूको जीवनलाई पढ्नेछ, तपाईँ र मेरो जीवनलाई पढ्नेछ। हालेलुया। त्यो कारणले गर्दा प्रिय मित्रहरू, हामी असल व्यक्ति हुनको निम्ति, हामी उदाहरणीय व्यक्ति हुनको निम्ति परमेश्वरको वचन चाहिँ तपाईँ र मेरो हृदयका पाटीहरूमा लेखेको हुनुपर्छ। हाम्रो जीवन चाहिँ परमेश्वरलाई मनपर्ने जीवन, असल जीवन हुनुपर्छ। हालेलुया। अनि मात्रै ती मानिसहरू पनि हामीलाई देखेर, तपाईँ र मलाई देखेर परमेश्वरलाई विश्वास गर्नेछ। त्यसैले प्रिय मित्रहरू, परमेश्वरको वचन हाम्रो हृदयको केन्द्रमा हुनुपर्छ।
कहाँ हुनुपर्छ हजुर? हृदयको केन्द्रमा हुनुपर्छ है। परमेश्वरको वचन हैन कुनै छेउटुप्पोमा कतै होइन, तर हाम्रो हृदयको केन्द्रमा परमेश्वरको वचन हुनुपर्दछ। वचनलाई केवल पढ्ने मात्र होइन, जीवनमा हामीले लागू पनि गर्नुपर्छ, अनि मात्रै हामी परिवर्तन हुन सक्छौँ। अब अन्तिम एउटा कुरा छ, कोपिला लाकेको हारुनको लौरो। कोपिला लाकेको हारुनको लौरो। हामी गन्तीको पुस्तक 17 को 8 अगाडि छ, हामी सँगै पढौँ है। आउनुहोस् समय पढौँ एकै साथमा। 1 2 3। ओके, धन्यवाद वचन पढेको लागि। अझै म एकचोटि तपाईँहरूको लागि पढिदिनेछु। भोलिपल्ट मूसा गवाई पाठीको पालमा गए अनि लेवी घरानाको निम्ति राखेको हारुनको लौरोमा कोपिला लागेको रहेछ र कोपिला लागेर फुल पनि फुलिसकेको रहेछ अनि हाडी बदम पनि पाकिसकेको रहेछ है। यहाँनिर हेर्नुहोस् त, अब यो चाहिँ पुजारी भयो, हामी यो कुरा हेर्दैछौँ। यहाँनिर हारुनको लौरोमा के लागेको रहेछ हजुर? फुल फुलेको रहेछ, कोपिला लागेको रहेछ र फल पनि फलिसकेको रहेछ। हारुनको हो पहिलो प्रधान पुजारी। परमेश्वरले भन्नुभयो तिमीहरू 12 कुलहरूको एक एकवटा लट्ठी प्रतिनिधित्व गरेर के गर हजुर? एउटा गवाईको सन्दुक अगाडि राख। जुन कुल घरानाको लौरोमा एकै रातमा फुल फुल्छ, कोपिला लाग्छ, हडे बदम पाक्छ, त्यो घरानाले चाहिँ परमेश्वरको वेदीमा के गर्नुपर्छ? सधैँ सेवा गर्नुपर्छ, परमेश्वरको काम गर्नुपर्छ, सेवाको काम गर्नुपर्छ भनेर परमेश्वरले भन्नुभयो। हो, यो व्यक्ति चाहिँ हारुन लेवी कुलको पहिलो प्रधान पुजारी है। पहिलो प्रधान पुजारी परमेश्वरले छान्नु भएको व्यक्ति हो। उनैको लौरोमा कोपिला लागेको छ, फुल फुलेको छ, हाडे बदम पनि पाकिसकेको छ। त्यसैले प्रिय मित्रहरू, अब यो कुराबाट हामीले के सिक्ने, यसले के प्रतिनिधित्व गर्दछ भन्ने कुरा हामी हेर्नेछौँ। 1 नम्बरमा मरेको जस्तो देखिने कुरामा पनि परमेश्वरले जीवन ल्याउन सक्नुहुन्छ। हालेलुया। लौरो के हो? मरेको एउटा चिज हो। त्यो बोटबाट निकालेपछि त्यो मर्छ। कि त हामीले बाल्ने कुरा रहेको छौँ, कि त हामी फालिदिन्छौँ है। अब यो बोटबाट निकालिसकेपछि अब त्यो त्यति कामको हुँदैन। तर हारुनको त्यो लौरो के भएको छ? एकै रातमा फुल फुलेको छ, कोपिला लागेको छ है, हाडे बदम पनि पाकिसकेको छ। त्यसैले सुक्खा लौरोमा कोपिला र फल लाग्नु असम्भव थियो। यो सम्भव थिएन। यसले परमेश्वरको जीवन दिने शक्तिलाई जनाउँछ। हालेलुया। जीवन दिने परमेश्वरले जीवन दिन सक्नुहुन्छ। परमेश्वरको निम्ति सबै कुराहरू सम्भव छ भन्ने कुराहरू यहाँनिर देखाउँदै हुनुहुन्छ। तर महत्त्वपूर्ण कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ यसले चाहिँ येशू ख्रीष्टको पुनरुत्थानको बारेमा बताउँदछ। हालेलुया। पुनरुत्थानको बारेमा बताउँदछ। किनकि मानव इतिहासमा हेर्ने हो भने यतिकै सबै मानिसहरू आए, जन्मे, त्यसपछि सबैजना मरेर गएको छ। तर येशू ख्रीष्ट मात्र त्यो व्यक्ति हुनुहुन्छ जो आउनुभयो, हाम्रो निम्ति सबै कुराहरू उहाँले गर्नुभयो, कल्भरी क्रुसमा पुरा गर्नुभयो। त्यसपछि उहाँ हामीहरूको निम्ति, हामी पापीहरूको निम्ति उहाँ मर्नुभयो, रगत बगाउनु भयो। तर तेस्रो दिनमा उहाँ मरेकाहरूबाट पुनः बिउदनु भयो। हालेलुया। उहाँ मरेकाहरूबाट पुनः जीवित हुनु भएको छ, जसलाई हामी इस्टर सन्डे भन्छौँ होइन। इस्टर भनेर हामी भन्छौँ। हो, आइतबारको दिनमा ख्रीष्ट येशू मृत्युबाट उहाँ जीवित हुनुभएको कुरा हामी देख्दछौँ। त्यसैले प्रिय मित्रहरू, यूहन्नाको पुस्तकमा लेखिएको छ, यूहन्ना 11:25 लेखिएको छ, येशूले भन्नुभयो पुनरुत्थान र जीवन म नै हो, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। हालेलुया। हालेलुया। त्यसैले प्रिय मित्रहरू, हारुनको त्यो कोपिला लागेको लौरोले चाहिँ येशू ख्रीष्टको पुनरुत्थानलाई जनाउँदछ। हालेलुया। हामी पनि एक दिन मर्छौँ, तर ख्रीष्ट सँगसँगै हामी पुनः फेरि हामी बिउदनेछौँ। हालेलुया। अब एउटा कुरा छ, अन्तिम एउटा कुरा चाहिँ के छ भने हामीले यो 3वटा चिज पनि हेऱ्यौँ। यो बाक्सा, यो काठ के हो, यो सुन के हो भन्ने कुरा पनि हामीले हेऱ्यौँ। तर अब चाहिँ हामी यो कृपा आसन, जसलाई हामी ढकन भन्छौँ, यो ढकनको काम के हो भन्ने कुरा हामी हेर्नेछौँ है। अब यो ढकनले के काम गर्छ भन्ने कुरा हेरौँ। प्रस्थानको पुस्तक 30:6 लेखेको छ, त्यो वेदी गवाईको सन्दुक अगाडि भएको पर्दाको सामुन्ने राख, अर्थात् गवाई पाठीका
पार्टीमाथि भने कृपा आसनको सामुन्ने जहाँ म तँसित के गर्नेछु भेट गर्नेछु। प्रधान पुजारी वर्षमा एकपल्ट महापवित्र स्थानभित्र गएर जाँदाखेरि चाहिँ हो यही कृपा आसनमाथि चाहिँ सबै होम बलिहरूको सबै बलिदानहरूको जुन रगत छ नि त्यो रगत चाहिँ उनले यहाँनिर लिएर चाहिँ सर्कन्थ्यो। हो यही ठाउँमा परमेश्वरको उपस्थिति हुन्थ्यो र यही ठाउँबाट परमेश्वर आफ्ना मानिसहरूसँग चाहिँ बोल्नुहुन्थ्यो। हालेलुया। ओके, त्यसैले प्रेमित्रहरू अब यो ढकनको काम के हो हामी हेर्नेछौँ। यो ढकनलाई पनि पुरै सुनले मोडेको छ। पहेँलो हामी देख्छौँ यो ढकनले चाहिँ के काम गर्छ? ढाक्ने काम गर्छ। सबैले भन्नुहोस् के काम गर्छ? ढाक्ने काम गर्छ। ढकनले यो कृपा आसनले ढाक्ने काम गर्छ। यसले चाहिँ के सङ्केत गर्छ भन्दाखेरि चाहिँ कृपा आसन यानि कि ढकनले येशू ख्रीष्टको बलिदानलाई प्रतिनिधित्व गर्दछ। जसरी कृपा आसनले पुरै सन्दुकलाई ढाक्दछ त्यसरी नै येशू ख्रीष्टको बलिदानले हामीहरूको असङ्ख्य पापहरूलाई ढाक्दछ। हालेलुया, हालेलुया, परमेश्वरलाई महिमा होस्। त्यसैले प्रिय मित्रहरू कृपा आसनलाई हिब्रू भाषामा यसलाई चाहिँ कापोरेट भनेर भनिन्छ। के भनिँदो रहेछ हजुर? कापोरेट भनेर भनिन्छ। यसको अर्थ चाहिँ नेपालीमा प्रायश्चितको ठाउँ भनेर भनिन्छ। किनभने त्यही कृपा आसनमा यही ठाउँमा चाहिँ प्रधान पुजारी वर्षमा एकपटक भित्र आउँथ्यो र त्यहाँनिर चाहिँ रगत छर्कन्थ्यो आफ्नो र मानिसहरूको पाप प्रतिनिधित्व गरेर त्यो ठाउँमा प्रायश्चितको निम्ति चाहिँ उनी आउने गर्दथ्यो। त्यसैले प्रेमित्रहरू यसलाई चाहिँ प्रायश्चितको ठाउँ भनेर हामी भन्न सक्छौँ। तर यसको मूल शब्द कापोरेटको मूल शब्द के छ भनेदेखि कापार भनी हुन्छ है। यो कापारको अर्थ के हुँदो रहेछ? ढाक्नु वा छोप्नु भनी हुन्छ है। हो, ढकनले के काम गर्छ हजुर? ढाक्ने काम गर्छ। यो कृपा आसनले पनि त्यस पुरै सन्दुक बाकसलाई ढाक्ने काम गरेको छ। हो, त्यसैले परमेश्वरले हाम्रो पापपूर्ण रूपमा चाहिँ ढाक्नुहुन्छ है। हाम्रो पापहरूलाई चाहिँ पूर्ण रूपमा ढाक्नु भएको छ भन्ने कुरा चाहिँ जनाउँदछ। कलसीको पुस्तक 2:3देखि 13देखि 14 पदमा पनि त्यही कुरा लेखेको छ है। उहाँले चाहिँ हाम्रो पापहरूलाई चाहिँ पूर्ण रूपमा ढाक्नु भएको छ। त्यसैले कृपा आसनले ख्रीष्टको बलिदानद्वारा प्राप्त हुने क्षमालाई चाहिँ जनाउँदछ। हालेलुया। कृपा आसनले ख्रीष्टको बलिदानद्वारा प्राप्त हुने क्षमालाई जनाउँदछ। अब हामी अन्तिममा छौँ। अघि हामीले हेर्दै थियौँ परमेश्वरको निम्ति सोलोमन राजाले के बनाए हजुर? मन्दिर बनाए। के बनाए? मन्दिर बनाए। त्यही मन्दिरमा सोलोमन राजाले बनाएको त्यही मन्दिरमा अघि हामीले हेरेको त्यो सन्दुकलाई महापवित्र स्थान भन्ने ठाउँमा राखिएको छ। हेर्नुहोस् है, पहिलो राजा 6:19 लेखेको छ मन्दिरको भित्रपट्टि परमप्रभुको करारको सन्दुक राख्नलाई तिनले त्यो भित्री पवित्र स्थान तयार पारे है। सोलोमन राजाले परमेश्वरको मन्दिर यानि कि सन्दुक राख्नको निम्ति महापवित्र स्थान पवित्र स्थान तयार पारेको छ। आज क्वेसन चाहिँ यो छ हामी सबैजनालाई, के हामी परमेश्वरको उपस्थितिलाई सम्मान गर्छौँ? के हामी गर्छौँ? के हामी परमेश्वरको उपस्थितिलाई सम्मान गर्छौँ? र अर्को कुरा प्रश्न के छ भनेदेखि के हाम्रो जीवन परमेश्वरको वासस्थान बनेको छ? के हाम्रो जीवनमा परमेश्वर वास गर्नुभएको छ? यो कुरा चाहिँ हामीले बुझ्नु पर्दछ। हालेलुया। तर परमेश्वरको वचनले हामीलाई यही भन्दछ, केही तिमीहरूलाई थाहा छैन? पहिलो कुरिन्थी 3:16 भनेको छ, के तिमीहरूलाई थाहा छैन? तिमीहरू परमेश्वरका मन्दिर हौ। हालेलुया। परमेश्वरका मन्दिर हौ र पवित्र आत्मा तिमीहरूमा के गर्नुहुन्छ? वास गर्नुहुन्छ। हालेलुया। त्यो समयमा परमेश्वरको उपस्थिति मन्दिरमा यो कृपा आसन यो सन्दुक यी चिजहरूमा सीमित थियो। तर यो समयहरूमा चाहिँ परमेश्वरको उपस्थिति हामीमा छ र परमेश्वर चाहिँ तपाईँ र म भित्र वास गर्नुहुन्छ। हालेलुया। अब हामीले परमेश्वरको निम्ति चाहिँ वास दिने कि नदिने, ठाउँ दिने कि नदिने, त्यो तपाईँ र ममा भर पर्छ। त्यसैले प्रिय मित्रहरू हाम्रो शरीर चाहिँ पवित्र आत्माको मन्दिर भएको कारणले गर्दा परमेश्वर तपाईँ र म भित्र वास गर्न चाहनुहुन्छ। हामीले चाहिँ परमेश्वरको निम्ति उहाँ वास गर्नको निम्ति चाहिँ ठाउँ दिन आवश्यक छ। हालेलुया। हो, अब हामी निष्कर्षमा जानेछौँ। आज विश्वासीहरूको जीवनमा सन्दुकको अर्थ यिनै कुराहरू छ। पहिलो नम्बरमा परमेश्वरको उपस्थितिलाई खोज्नु। हालेलुया। परमेश्वरको उपस्थितिलाई हामीले खोज्नुपर्छ। दोस्रोमा उहाँको वचनलाई चाहिँ हाम्रो हृदयमा राख्नुपर्छ। हालेलुया। परमेश्वरको वचनलाई चाहिँ हाम्रो हृदयमा राख्नुपर्छ। किनभने हामीले अघि हेर्दै थियौँ त्यो 3 महत्त्वपूर्ण चिजहरू, त्यो सन्दुक,
त्यो बाकसको भित्र सुरक्षित राखेको थियो। त्यसरी नै परमेश्वरको वचन पनि हामीले सुनेर आफैले पढेर हाम्रो मनमा हामीले भित्र राख्नु पर्दछ। हालेलुया। त्यसरी नै प्रेमित्रहरू पवित्र जीवन हामीले जिउनुपर्छ। परमेश्वरलाई मनपर्ने जीवन जस्तो परमेश्वर पवित्र हुनुहुन्छ तपाईँ र म पनि त्यस्तै पवित्र भएर जिउन आवश्यक छ र उहाँसँगको करारी सम्बन्धमा तपाईँ र म बाँच्नु पर्दछ। र अन्तिम महत्त्वपूर्ण कुरा चाहिँ यही हो, हामीले सिक्नुपर्ने कुरा सबै कुरामा ख्रीष्ट येशूलाई हामीले केन्द्रमा राख्नुपर्छ। हालेलुया। सबै कुराहरूमा ख्रीष्ट येशूलाई हामीले के गर्नुपर्छ? केन्द्रमा राख्नुपर्छ। किन भन्दाखेरि अघि हामीले हेरेको ती तीनवटा चिजहरू, हारुनको कोपिला लाखेको लौरो, मन्नाको भाँडो मन्ना र त्यसै गरी 10 आँखेहरूले ख्रीष्ट येशूलाई प्रतिनिधित्व गरेको थियो। त्यो चिजहरूलाई करारको सन्दुकभित्र बिचमा राखिएको थियो, सुरक्षित राखिएको थियो। त्यसरी नै हामीले पनि ख्रीष्ट येशूलाई हाम्रो हृदयको केन्द्रमा राख्नुपर्छ। हालेलुया। हालेलुया। परमेश्वरलाई महिमा होस्। र आजको वचन हामी यही राख्नेछौँ र परमेश्वरले तपाईँहरू सबैजनालाई हामी सबैलाई आशिष दिनुभएको होस्। आमेन। सबैलाई जय मसीह।